साथीहरू आज पनि फेरि बुधबारको दिनमा म चाहिँ गल्फ खेल्नु आएको छु। यो ब्रह्मनगर बाटो र आज चाहिँ एक्लै छु किनभने म ढिलो भयो। साथीहरू चाहिँ अघि गइसक्यो। यो चाहिँ आज किनभने म सामान लिनु गएको थिएँ, त्यसले गर्दाखेरि अलिकति ढिलो भयो। साथीहरूले ढिलो गरिदिएर, तर केही छैन, एक्लै भए पनि खेलिन्छ। सोलो गेम र टी अफ गरिसकेँ मैले। के अरे उबाट चाहिँ के अरे फर्स्ट टी अफ गऱ्यो। सेन्टरमा जानुपर्ने हो, राम्रै टी अफ भएको छ। हेरौँ आजको गेम कस्तो हुन्छ। होप हजुरले यो भिडियो इन्जोय गर्नुहुन्छ होला। इन्जोय गर्नुभयो भनेदेखि लाइक कमेन्ट र सेयर गरिदिनु होला है त। आज घाम पनि लागिरहेछ, पछाडिबाट हावा चलिरहेछ, अलिक चिसो पनि छ आज। त्यस्तो छ है त आजको यो भ्यू चाहिँ यस्तै छ। अलिक क्यामेरा चाहिँ दायाँ बायाँ निकै हल्लिरहेछ। त्यही पनि आजको गेमलाई चाहिँ इन्जोय गरिदिनु होला है त। ल म त्यहाँबाट चाहिँ माथि गल्फ हानेको ठाउँ के अरे टी बक्सबाट चाहिँ मेरो बल चाहिँ यहाँसम्म आएको छ। अलमोस्ट 250 मेबी त्यति जति आएको छ। अब जानुपर्ने हान्नुपर्ने चाहिँ पर त्यो बङ्कर टल्केको ठाउँदेखिको देब्रेपट्टिमा हो। जानुपर्ने चाहिँ यहाँबाट चाहिँ 200 मिटर प्लस छ। अब हेरौँ अबको 2 चोटिमा चाहिँ पुऱ्याइन्छ होला। ल साथीहरू 3 चोटिमा चाहिँ बल्ल बल्ल यहाँ आइपुग्यो। अबदेखि यहाँदेखि चाहिँ त्यहाँ लगाउने हो। हेरौँ 2 चोटिमा त पट गरिएला नि। ल साथीहरू अब फर्स्ट होल चाहिँ सक्यो। फर्स्ट होलमा चाहिँ के भन्छ बोगी गऱ्यो। अरे बोगी गरेर चाहिँ अब चाहिँ अर्को सेकेन्ड होलतिर गइँदैछ। घाम पछाडि लागेको छ, हावा चाहिँ दाहिने बायाँ जाँदैछ। आवाज पनि सुन्नुहुँदैछ होला, रुखमा हावाको आवाजहरू। यस्तै छ है हजुरहरू। ब्युटिफुल वेदर गल्फको लागि, वकिङको लागि। यदि हजुरहरू चाहिँ बाहिर निस्किन चाहनुहुन्छ भनेदेखि यो वेदर चाहिँ मिस नगर्नु होला। युकेमा यस्तो वेदरहरू हतपत पाइँदैन है साथीहरू। आउनुहोस्, गल्फ खेल्नुहोस्, इन्जोय गर्नुहोस्। यो चाहिँ सेकेन्ड होलतिर लाग्यो। ब्रह्मनगरको सेकेन्ड होल चाहिँ यस्तो छ है। ल अब चाहिँ सेकेन्ड होलको चाहिँ मिड फेयरवेमा आइपुगेको छु। मेरो बल चाहिँ पर देखिरहेछ। त्यहाँबाट झन्डै 140 यार्ड जति बाँकी होला। ल मेरो बल चाहिँ त्यहाँ छ है त साथीहरू। यो चाहिँ 150 को लाइन हो, मार्क हो। यहाँ छ मेरो बल अनि हान्नुपर्ने चाहिँ त्यहाँ हो। फ्ल्याग अगाडि छ। 140। हेर्नुहोस् साथीहरू, म चाहिँ अब बङ्करमा आइपुगेँ। हान्नुपर्ने चाहिँ रेड फ्ल्यागमा हो, त्यो ठुलो ग्रिनमा। तर म चाहिँ मेरो बल चाहिँ त्यहाँ झऱ्यो। यहाँबाट चाहिँ बङ्कर सट गरिन्छ। है अब यहाँबाट चाहिँ पट गर्ने हो। सेकेन्ड होलमा यो पार पट हो। यो चाहिँ थर्ड होल हो। यो अलिक इन्ट्रेस्टिङ छ। राइट साइडमा चाहिँ वाटर के अरे ग्रिनको अगाडि पछाडि चाहिँ 2टा बङ्कर छ। अनि दाहिने साइडमा चाहिँ पोन्ड छ। अनि यो अर्कोपट्टि चाहिँ फेरि 11th होल है। र अहिलेको चाहिँ यहाँ यस्तो छ, नयाँ सेटअप गरेको छ यिनीहरूले, नयाँ सिँढीहरू। यो चाहिँ 4th होलको टी हो। जानुपर्ने चाहिँ त्यतातिर हो। यो चाहिँ डगलेग लेफ्ट छ, देब्रे मुडिएको छ है त हजुरहरू। यो चाहिँ 4th होलको ग्रिन हो। त्यस्तो छ है वुडल्यान्डभित्रमा। ल यो चाहिँ 5th होलको टी हो। माथिबाट हान्दा हुन्छ, तर चाहिँ यो हो। यहाँ मैले क्लब पनि यहाँ छोडाएको छु। अनि जानुपर्ने चाहिँ उतातिर है त। मेरो सेकेन्ड सट चाहिँ त्यहाँ आएर चाहिँ बसेको छ। यो चाहिँ बर्डी चान्स है। यहाँ आएर बसेको छ। चाहिँ 6 होल हो। 6 होलको टी। त्यो पारिपट्टि चाहिँ ग्रिन हो। त्यहाँ यहाँ बिचमा चाहिँ डिच छ। अनि
अनि मेरो दुईवटा बल हानेको एउटा दाएँ एउटा बाएँ गयो ल स्टिल बर्डी चान्स है साथीहरू 7 नम्बरको टी पोजिसन चाहिँ हो यो चाहिँ कोट वाटरको छेउमा छ अनि हामी जानुपर्ने चाहिँ यतातिर हो डक लेक लेफ्ट राइट छ त्योहरू अब चाहिँ म 9 होलमा आइपुगेँ 9 होलबाट चाहिँ जानुपर्ने चाहिँ अगाडि मेरो अगाडि हो खालि क्यामेरा पठाउँछ यता जानु पऱ्यो परतिर हो त्यहाँ हो जानुपर्ने चाहिँ मेरो बल चाहिँ आइपुगेको छ साथीहरू त त्यो यो चाहिँ 10th होलको टी हो अनि जानुपर्ने चाहिँ त्यता है द्याट वे